हरेक सूर्योदयसँगै उठ्ने गर्छन् नयाँ कथा, नयाँ सपना, नयाँ सङ्घर्ष, नयाँ दुःख र नयाँ सुख अनि नयाँ बाधा रहन्छन्। कुनै सपना पुरा हुन्छन् त कुनै अधुरा। कोही सङ्घर्षसँग लडेर जित्छन् त कोही हारेर निराश हुन्छन्। कोही हारबाट सिक्छन् भने कोही भाग्यलाई दोष दिएर दोहोऱ्याएर प्रयास पनि गर्दैनन्। अब आफ्नो हातको कुरा हो। सपना पुरा भएन भनेर भाग्यलाई र समयलाई दोष दिएर निराशाको बादलले घेरिएर जीवन बिताउने हो कि आशाको सानो ज्योति बोकेर सपना पुरा गर्ने कोसिस गर्ने हो। सङ्घर्षसँग हारेर समयलाई दोष दिएर हारको बोझ भाग्यको काँधमा राख्ने हो कि त्यो हारसँग केही सिकेर फेरि त्यही सङ्घर्षसँग लडेर त्यसलाई परास्त पारेर सफलताको शिखर चुम्ने हो। रोजाइ हजुरको। शुभ प्रभात।